हेलो हाई एन्ड नमस्ते एभ्रिवान। फेरि पनि हजुरहरूलाई मेरो छोटो मिठो मिनी ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। आजको स्पेशल भिडियो चाहिँ म कार्यरत संस्था संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12औं स्थापना दिवस कार्तिक महिना 24 गते परेको हुँदा चाहिँ म लगायत मेरो सम्पूर्ण कर्मचारी मित्रहरू साथीहरू हाम्रो समितिको बाजे अङ्कल बाथेबा आन्टी सबैजना चाहिँ आइसक्नु भएको छ। म चाहिँ अलिकति लेट भयो, हाम्रो सरले भनेको टाइममा चाहिँ म अलिकति लेट नै भयो भनौँ न होइन। साथीहरू घरमा कोही पनि थिएन अनि मैले चाहिँ आज एकदमै राम्रो दिन। अब सोमबार पनि परेको छ नि त, त्यही भएर पूजापाठ गर्नुपर्छ छोरी मान्छे भइसक्यो होइन। अनि त्यसपछि चाहिँ म त्यहाँ पुगेँ अनि हामीले चाहिँ रेडी गर्नुपर्ने सामानहरू चाहिँ रेडी गर्दै थियौँ होइन। फाइनली हाम्रो रेडी पनि भइसक्यो। त्यसपछि हाम्रो गुम्बाको गुरुबाजे आउनुभएको रहेछ योपालि चाहिँ। अनि एकदमै राम्रोसँग चाहिँ पूजा चाहिँ गरिदिनु भयो कि बाजेले चाहिँ। अनि कस्तो मिस्टेक भयो भनौँ न। अनि हामीले जहिले त्यो रातो टिका लगाउने अनि हाम्रो फेरि बुद्ध भगवानको त अब सेतो टिका लगाउने गर्छ नि त। अनि हामीले चाहिँ त्यो चाहिँ होइन भनेर चाहिँ बनाएको थिएन, सरले चाहिँ भन्नुभएको थियो तर हामीले चाहिँ बनाएन। त्यसमा चाहिँ हाम्रो मिस्टेक पनि भयो साथीहरू। अनि हाम्रो चाहिँ एकदमै पूजापाठ कार्यक्रम चाहिँ भइरहेको छ, राम्रोसँग चाहिँ गरिदिनु भयो। मेबी मलाई चाहिँ त्यस्तो लाग्यो, हजुरहरू चाहिँ कस्तो लाग्यो होइन। अनि शुभ दिन शुभ कार्यमा चाहिँ हामीले के गरौँ भन्ने चाहिँ हाम्रो संस्थाबाट चाहिँ हामीले ती गुम्बाको गुरुबा सचिव अध्यक्ष बाजेहरू चाहिँ आउनुभएको थियो। हामीले चाहिँ डस्टबिन चाहिँ फोर मलाई होइन, फोर महिला मलाई भन्नेवाला चाहिँ हाम्रो 2टा चाहिँ डस्टबिन, त्यसपछि चाहिँ कुर्सी चाहिँ 10वटा थियो। अनि हामीले चाहिँ उता चाहिँ प्रदान गऱ्यौँ होइन। हाम्रो संस्थाबाट चाहिँ हामीले चाहिँ आज शुभ दिन शुभ कार्य गरौँ भन्ने चाहिँ समितिको बाजेहरू अङ्कलहरू हुनुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ निर्णय गर्नुभएको रहेछ। अनि हामीले पनि पूजा गऱ्यौँ, सबैजनाले मिलेर पूजा गऱ्यौँ। त्यसपछि चाहिँ अब हामीले चाहिँ पूजा गरिसकेपछि अब हामीले चाहिँ खाजामा चाहिँ त्यस्तो प्रसाद थियो अलिअलि होइन। अनि त्यसपछि कफी थियो। अनि हामीले चाहिँ साथीहरू सबैजना मिलेर, हामी सबै पनि थिएन हो, कोही साथीहरू चाहिँ बिदामा थियो आफ्नो कामको व्यस्तताको कारण होइन। अनि सबैजनाले चाहिँ हामी यतिजना 7जना मात्रै थियौँ होइन। अनि त्यसपछि हामीले चाहिँ बाँड्ने कार्यक्रम चाहिँ सुरु गऱ्यौँ होइन। अनि सबैजनाले चाहिँ खानुभयो। जे होस् आजको यो कार्यक्रम चाहिँ एकदमै राम्रो भयो। साथीहरू देख्न सक्नुहुन्छ, हजुरहरूले प्लिज हेरेर इन्जोय गर्नुहोला, माया पनि गरिदिनु होला। अनि सामने घरेको भिडियोलाई अनि हाम्रो संस्थालाई पनि त भिडियो माया गरिदिनु पर्यो नि त सबैजनाले होइन। सदस्यज्यूहरू एकदमै महान हुनुहुन्छ, एकदमै राम्रो हुनुहुन्छ। मलाई चाहिँ त्यो लाग्छ है त। ल अब सबैजना घरतिर जानुपर्ने हुन्छ, फेरि रिटर्न ब्याक हामी अफिस आउनुपर्ने हुन्छ होइन। साथीहरू बाई बाई, सी यू, स्टे ट्युन है त।